सिनेमाको डायलग त मैले पुरै बिर्सिसकेँ आजकल, तर मेरो पुरानो फिल्मको एक टुक्रा गाना चाहिँ म तपाईँलाई सुनाइ सानो उसमा। कुसुमे रुमाल, कुसुमे रुमाल, मायाको बारीमा प्रीतिको फुला सङ्गाली राखेको कुसुमे रुमाल, कुसुमे रुमाल, कुसुमे रुमाल। यो फिल्म हेर्नु भएको छ तपाईँहरूले? हेर्नु भएको छ तपाईँहरूले? फिल्म हेर्नु भएको छ? हेर्नु भएको थियो? म हुँ नेपाली बाबु मेड इन नेपाला, म हुँ नेपाली बाबु मेड इन नेपाला। कालो टोपी भदगाउँले मेरो शिरमा ढल्केको, एक जोडी खुकुरी हेर टललल टल्केको। मेची काली रगतमा मेरो शललल भागेको, छाती भित्र मेरो हिमाल झललल झल्केको। म हुँ नेपाली बाबु मेड इन नेपाला। यो चाहिँ हेर्नु भएको छ कला नेपाली बाबु? त्यो एउटा फिल्म थियो मेरो, त्यसको गाना मलाई एकदमै मनपर्छ। त्यसको एक टुक्रा गाना गुनगुनाउन चाहन्छु। गहिरो गहिरो सागर जस्तै, अचल पहाड जस्तै, हाम्रो माया यस्तै हुन्छ र हुन्छ नि। चलचित्र सम्झनाको यो गाना थियो। चलचित्र त साह्रै बिग्रिस नि बद्री भन्ने फिल्ममा हरिवंश आचार्य र मैले सँगै खेलेको थियौँ। यो फिल्म चाहिँ हरिवंशले बनाउनु भएको। यसको निर्माता हरिवंश र किरण केसीजीले बनाउनु भएको थियो। त्यसमा मेरो पनि एउटा इम्पोर्टेन्ट रोल थियो। मेरो क्यारेक्टर चाहिँ एउटा बदमास नेताको छोरा म, जुन नेताले कहिले पनि देश नबनाउने गफाडी नेताको म छोरा हुन्छु। त्यसपछि मैले आफ्नै बाउसँग पनि विद्रोह गरेर हिँडिरहेको हुन्छु र त्यो बहिनी जसलाई चाहिँ घरबाट निकालेको थियो उहाँसँग मेरो भेट हुन्छ र उहाँले आफ्नो दुःख पुकार यस्तो गरेर मलाई मेरो बुढाले निकाल्यो घरबाट भनेपछि अनि मैले ल आउनुहोस् तपाईँलाई म तपाईँको न्याय दिलाउँछु भनेर उहाँलाई न्याय दिलाउने एउटा रोल थियो। त्यसमा एउटा डायलग थियो, हे नारी हो शरीर पो कमजोर छ तपाईहरुको, बुद्धि त कमजोर छैन नि। त्यसैले आउनुहोस् संघर्ष गरौं, एकजुट हौं, देश बनाऊ भन्ने एउटा डायलग। अहिले मैले हार्नु नसकेर यो सम्झेको एउटा डायलग मैले तपाईहरुलाई सुनाएँ।